जंगबहादुरको बेलायत यात्रा कस्तो थियो त? कति रोचक अनि अचम्म थियो। आउनुस् आजको यस भिडियोमा जान्ने कोसिस गरौं। नेपालका प्रधानमन्त्री श्री 3 जंगबहादुर राणाले बेलायत जाने इच्छा अंग्रेज सरकार सामु राखेपछि अंग्रेज सरकारले सहर्ष स्वीकार गरेर बेलायत यात्राको सबै व्यवस्था मिलाइदियो। विक्रम सम्वत 1906 साल माघ 4 गते बेलायत भ्रमणका लागि काठमाडौँबाट उनी प्रस्थान गरे। यात्रामा जानुभन्दा पहिले आफूले सम्हालेको शासन सत्ताको जिम्मा आफ्ना माहिला भाइ बमबहादुर राणालाई सुम्पेर गएका थिए। भारतको मुम्बईबाट यात्रा सुरु भएको थियो। यात्रा व्यवस्थित तथा सुरक्षित साथ चलाउन अंग्रेज सरकारले आफ्ना कर्मचारीहरूलाई खटाएको थियो। जंगबहादुर राणाको पिस्तोल चलाउन, घोडा चढ्न र साहसी काम गरेर देखाउन धेरै मन लाग्थ्यो। उनी बन्दुकबाट तारो हान्न, जस्तो सुकै घोडा तह लगाउन र साहसीपूर्ण काम गरेर देखाउन निपुण थिए। समुद्रको बाटो गरी जहाजमा जाँदा छोटकरी बाटोमा जान मनाही गरिएका बाटाबाट लैजान जंगबहादुर जिद्दी गर्दथे। खतरा मोलेर छिट्टै जहाज पुगेपछि त्यहाँ खैला बैला मचिएछ। यस्तो खतरनाक बाटोबाट किन पाहुनालाई ल्याएको भनेर अंग्रेज सरकारले कर्मचारीहरूसँग स्पष्टीकरण पनि समेत लिएको थियो रे। मानिन्छ त्यो बाटो सिकन्दर भारत पस्दा समातेको डरलाग्दो बाटो हो भनेर इंकित गरिएको रहेछ। अंग्रेज सरकारले बास बस्ने ठाउँ राम्रो व्यवस्था मिलाएर स्वागत गर्दै लगेको थियो। त्यहाँ उनले रानी भिक्टोरिया, लर्ड्सहरू र उच्च पदाधिकारीका आदि सबै गण्यमान्य मान्छेहरूसँग भेट गरे। बेलायत यात्रा पूरा भएपछि जंगबहादुरलाई अब कता जाने इच्छा छ भनेर सोध्दा उनले फ्रान्स जाने इच्छा जाहेर गरे। त्यसपछि फ्रान्सको राष्ट्रपतिबाट उनले सम्पूर्ण फ्रान्समा भएको फौजको परेड हेर्न इच्छा बारे जर्नलहरूले विरोध गरेपछि राजधानीमा भएको फौजको मात्र परेड देखाउने भएछन्। त्यस वखत फ्रान्समा 3 लाख फौज रहेछ, राजधानीमा 50,000 मात्र फौज रहेछ। 50,000 फौजको परेड जंगबहादुरले हेर्न पाउने भए। परेड हेर्न परेड मैदान जान तपाईलाई कस्तो घोडा चाहिन्छ आफै छान्नुहोस् भनेपछि सबैभन्दा तेजिलो घोडामा चढेर उनी परेड मैदानमा छिरेका थिए। घोडा यति तेजिलो थियो कि उनले कन्ट्रोल गर्दा गर्दै पनि सबैलाई उछिनेर अगाडि बढ्दथ्यो। परेड हेर्न आएका जंगबहादुरले घोडा चढेको कौशल देखेर फ्रान्समा यस्तो घोडा चढ्न सक्ने शक्ति त नेपोलियन बोनापार्टमा मात्रै थियो भन्ने सुनेका थियौं भनेछन्। यो घोडा चढ्ने व्यक्ति कहाँबाट आएको रहेछ भन्ने अभिव्यक्ति त्यहाँका जनता सामु आएको थियो। यसरी उनको फ्रान्स र बेलायतको यात्रा पूरा भएको थियो।